पर्दा गर्नुहोस् है ल ठुलै साथी हो मान्छेको संजोग भन्छ नि भाग्य हो अहिले हामी यो हैदर भेलोरको बेलुका वकमा निस्केको यति बेला चाहिँ मान्छे पुरा निस्किन्छ यहाँनिर र मेरो साथी बचपनको साथी भुटेनजी हाम्रो गाउँले चिन्छ नि राम्रोसँगले यसलाई पनि भेटेँ यसले पनि आमा लिएर आएको रहेछ रिभ्यू यसले मलाई खोज्दै आयो अहिले त फोन छ सजिलो छ नम्बर चाहिँ राख्नुपर्छ त्यही कारणले गर्दाखेरि ए हामी दुईजना घुम्दैछौँ हामी त अब सँगै खेलेको एउटा हाम्रो साइनोले दाजुभाइ पनि हो अन्त यसरी खुसी लाग्छ परदेशमा भेटघाट हुँदाखेरि गफसप त्यही त हो दुई भाइ यसो घुम्नु निस्केको अहिले अन्त के भन्छ अब हाम्रो राज्यमा छैन पर्याप्त दबाई पानी के गर्नु सबै यहीँ हो अहिले यता गयो दार्जिलिङको उता गयो दार्जिलिङको होटेलमा ड्याममै छ दार्जिलिङको म भोलि तपाईँहरूलाई त्यो स्क्रिनमा नम्बर पनि राखिदिन्छु आउनु भयो भने यहाँनिर एकदम राम्रो सर्भिस छ उनीहरूको होटेलमा मतलब खालि हाम्रो नेपालीहरूले बेसी राख्दो रहेछ दार्जिलिङको सिक्किमकोहरू र हामी आज यसो वकिङमा दाजुभाइ खुसी लाग्छ भेटघाट हुँदाखेरि है तपाईँहरूको आशीर्वादले धेरै राम्रो हुँदैछु म